जो मान्छेले जीवनमा धेरै सङ्घर्ष गर्छ त्यो मान्छेले एक न एक दिन अवश्य पनि सफलता प्राप्त गर्छ। नमस्कार, म हुँ मदन कोइराला अनि तपाईं हेर्दै हुनुहुन्छ कार्यक्रम नेपाल टक। लाहुरे टेलिभिजनको साप्ताहिक प्रस्तुति कार्यक्रम नेपाल टकमा आज पनि म उपस्थित भइसकेको छु र जीवनमा सङ्घर्ष र सङ्घर्ष साथसाथै सफलताको कुरा जोड्दै सांगीतिक कुराकानी र सांगीतिक बहस गर्ने प्रयास अनि प्रयत्नमा छु आजको कार्यक्रम नेपाल टकमा। मसँग आज कार्यक्रम नेपाल टकमा अतिथिका रूपमा हुनुहुन्छ सन्तोष लामा। सन्तोष लामा पक्कै पनि नेपाली सांगीतिक आकाशमा चिनिएको नाम हो। अझ भनौं उदाउँदो तारा र साथसाथै नेपाली तारा 2 का विजेता। त्यति मात्र नभइकन उहाँले रियालिटी सोहरू तिम्रो सुर मेरो गीत लगायत सुर सरगम लगायतका धेरै खालका रियालिटी सोहरूमा विभिन्न खालका उपाधिहरू पनि जित्नु भएको छ भने विभिन्न सङ्घर्ष गर्दै धादिङै ठिटो आज अस्ट्रेलियामा आइपुग्नु भएको छ र अस्ट्रेलियामा आइपुग्दाखेरि यही समय सन्दर्भलाई मिलाएर हामीले कार्यक्रम नेपाल टकमा निम्ताएका छौँ। उहाँको जीवन, उहाँको सङ्घर्ष, सांगीतिक इतिहास र उहाँको आवाज सुन्ने अनि सुनाउने प्रयासमा पनि छौँ अनि प्रयत्नमा पनि छौँ। सन्तोष, यहाँलाई स्वागत छ कार्यक्रममा। थ्याङ्क यू सो मच। आरामै हुनुहुन्छ? ठिक छ। जिन्दगी कसरी चल्दैछ? जिन्दगी रमाइलो छ। अब गाइया छ, घुमिया छ, जस गीत गाउने बजाउने क्रम चलिरहेछ। सुरुमा त वार्म अप गरौँ, तपाईँको आवाजमा एउटा मिठो गीत सुनौँ, त्यसपछि हामी कुराकानीको सिलसिला अगाडि बढाउँछौँ। ओके, मैले हालसालै एउटा सिरियलको लागि पुरानो एउटा राष्ट्रभक्ति गीत स्वदेश गान हुनु न, त्यसलाई फेरि रिमेक गरेर गाउने अवसर पाएको थिएँ। त्यो नै सुनाउँछु त थोरै। यो कर्म भूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊं। यहाँको धरती बाँझो छैन, यहाँको धरती बाँझो छैन। विकासको फुल फुलाऊं, विकासको फुल फुलाऊं। थ्याङ्क यू। पक्कै पनि तपाईँको आवाजमा निकै खालको मिठास छ। सुरुवात गरौँ, तपाईँको जीवनको सुरुवात कसरी भयो? मेरो जीवनको सुरुवात भन्नाले अब जीवनको सुरुवात त नर्मली जन्मिनु भयो अनि जीवनको सुरुवात भयो। सांगीतिक जीवनको कुरा गर्नुभयो भने चाहिँ प्रोफेसनली नै चाहिँ मैले नेपाली ताराको टाइटल जितेपछि नै हो गरेको। त्योभन्दा अगाडि पनि गाउन चाहिँ अब 1-2टा त्यो कम्पिटिसनहरूमा जितेर रेकर्डिङ पनि गरेको थिएँ अनि स्टेज प्रोग्रामहरू पनि गएको थिएँ। तर त्यो बेलामा चाहिँ मैले रेकर्डिङ गरे बापत पनि र स्टेजमा गाए बापत पनि पैसा पाउँदिनँ थिएँ र गाएरै पैसा कमाएरै बाँच्छु भन्ने सोच त्यतिखेर थिएन। त्यो हिसाबले नेपाली तारा भएपछि नै हो मैले प्रोफेसनली मेरो। तपाईँलाई सन्तोष लामालाई पक्कै पनि चिनाउने काम गरे नेपाली तारा 2 विजय हुनुभयो। हजुर। तर जहाँसम्म याद छ तपाईँ नेपाली तारा 1 पहिलोमा पनि जानुभएको थियो। हजुर हजुर। र त्यसमा तपाईँ टप 20 मा आउनुहुन्थ्यो है? हजुर। के फ्याक्टरले गर्दा टप 20 बाट टप 1 मा पुऱ्याए जस्तो लाग्छ? हुन त अब नेपाली तारा 1 मै पनि म टप 1 मै पुग्छु भनेर गएको हुन चाहिँ। अब त्यति बेलामा साइड परेन होला अथवा सर्टन फ्याक्टरले त्यति बेला काम गरेन। म त्यो बेलामा अलिकति बिरामी पनि भइदिएँ होइन। गाउँदा गाउँदै एकदमै रुगाले नराम्रोसँग ग्रसित बनाएँ अनि जुन पर्फर्मेन्स गर्नुपर्ने डेमा चाहिँ गाउनै सकिनँ। मैले जस्तो एक्सपेक्ट गरे अनुसार पर्फर्म गर्नै सकिनँ। त्यो हिसाबले म रिजेक्टेड भयो अनि मलाई त्यसमा दुःख मनाएको पनि छैन किनभने त्यो मेरै कमजोरी थियो। र अब सेकेन्ड टाइममा चाहिँ एउटा चाहिँ एक्सपिरियन्स पनि भयो अनि नेपाली तारा सिजन 1 देखि 2 सम्मको ग्यापमा मैले आफूलाई जतै निखारेँ सायद त्यसले पनि काम गर्यो होला। त्यो फ्याक्टर भन्नुपर्दा त्यही होला। तपाईँ के सानैदेखि गाउनुहुन्थ्यो, रियाज गर्नुहुन्थ्यो या फेरि कहिलेबाट तपाईँले आफूले म चाहिँ गाउन सक्छु अथवा गाउन प्रयास गर्छु भन्ने चाहिँ कहिलेबाट हेक्का भयो त्यस्तो? हेक्का त अब गुनगुनाउनलाई चाहिँ मैले होस सम्हालेदेखि नै गुनगुनाउँथेँ। मेरो घरमा मेरो ठुलो दाइ ठुलो दिदी उहाँहरूले गुनगुनाउँदाखेरि त्यही सुनेर नै मैले कपी गरेर गुनगुनाउने हो। प्लस अब रेडियो सुनेर क्यासेटहरू सुनेरै गुनगुनाउँथेँ। तर अब मेरो हुन्छ नि उद्देश्य नै यही हुनेछ, अब टार्गेट नै म सिङ्गर बन्नु नै हुनेछ भन्ने चाहिँ मलाई जबदेखि नेसनल कम्पिटिसनहरूमा गइयो, पार्टिसिपेट गरियो अनि त्यसको चस्का पस्यो क्या। अब होइन ओहो म्युजिकमै छ मेरो फ्युचर चाहिँ भन्ने टाइपको फिल भइसकेपछि हो म लागेको चाहिँ यसमा। त्यसपछि तपाईँले प्र्याक्टिस गर्नुभयो, कहीँ क्लास लिनुभयो अथवा आफै सिक्नुभयो? के गर्नु? मैले आफै म चाहिँ सेल्फ लर्नर हो खासमा चाहिँ। मैले सेल्फ लर्न गरेको हो
आफ्टर एसएलसी चाहिँ नेपाली तारामा आउनुभन्दा 2 years अगाडिदेखि मात्र मैले क्लास जोइन गरेको थिएँ र क्लास पनि मैले एकदमै कोर क्लासिकल होइन आफूलाई सिक्नलाई सफिसियन्ट हुने गरी सिकेको थिएँ खासमा। तपाईँ चाहिँ विभिन्न खालको रियालिटी फरक रियालिटी सोमा जानुभयो, कुनैमा पहिलो उपाधि पनि जित्नुभयो, कुनैमा तेस्रो उपाधि पनि जित्नुभयो होइन। फरक ठाउँमा जानुपर्ने आवश्यकता कसरी लाग्यो तपाईँलाई? एउटाले गर्दाखेरि अगाडि पुसअप गर्नलाई गाह्रो भयो अथवा किन चाहिँ धेरैवटा रियालिटी सोमा जानुभयो तपाईँ? मेरो विश्वास चाहिँ अहिले पनि के छ भने मदनजी, जति धेरै रियालिटी सोजमा गयो सिङ्गर्सलाई डान्सरलाई जसलाई पनि हो यो आर्ट फिल्डमा लागेको मान्छेलाई चाहिँ जति धेरै कम्पिटिसनमा भाग लियो त्यति धेरै आफ्नो विकनेस थाहा हुन्छ र अरूको स्ट्रेन्थ थाहा हुन्छ। त्यो भयो भने चाहिँ स्ट्रेन्थ सिक्न सजिलो हुन्छ र आफ्नो विकनेसलाई सुधार्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले पार्टिसिपेसन गर्ने कारण चाहिँ त्यही नै हो। मलाई जति धेरै त्यो कम्पिटिसनमा भाग लिन थालेँ त्यति धेरै मलाई मेरो सुधार्नु पनि पक्ष यो रहेछ भनेर मैले धेरै कुरा ज्ञान हासिल गरेँ। मैले कति ठाउँमा भर्खर कम्पिटिसनमा जाँदाखेरि मलाई सुर भने के हो, ताल भने के हो भन्ने केही पनि थाहा थिएन। मलाई मात्र गीत गाउन आउँथ्यो, गीत लगा भनेपछि गाउने होइन, तर त्यसको सुर हुन्छ ताल हुन्छ केही पनि थाहा थिएन। र कम्पिटिसनहरूले गर्दा सुर तालको त ज्ञान भए सिङ्गिङ टेक्निकहरूमा पनि मैले धेरै आफूलाई सुधारेँ कम्पिटिसनहरूले गर्दा। र म चाहिँ सबैलाई यो सजेस्ट पनि गर्छु, यो तपाईँ सिङ्गिङ डान्सिङहरूमा इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ कम्पिटिसनमा जानुहोस्। नत्र घरमा बसेर तपाईँलाई ऐना हेरेर गाउँदाखेरि चाहिँ आफूलाई एकदम खतरा लाग्छ। तपाईँ ऐना हेरेर र क्यासेट सुन्दै गाउनुभयो भने जसको गीत सुन्दै त्यो गीत गाउनुहुन्छ म त्यो सिङ्गरभन्दा खतरा जस्तो लाग्छ कि खास आफूलाई होइन। डान्स गर्दा पनि अब ऐना अगाडि आफ्नै अगाडि मात्रै डान्स गर्दा चाहिँ म एकदमै खतरा छु भन्ने नै फिल हुन्छ। तर रियालिटी चाहिँ जब कम्पिटिसनमा पार्टिसिपेट गरिन्छ त्यो बेला मात्र थाहा हुन्छ। अहिलेको क्रममा तपाईँको आवाजमा फेरि एउटा मिठो गीत सुनौँ। मिठै भन्नुभयो, तपाईँको आवाज त मिठै छ पक्कै पनि, तर प्रायः जसो गीतहरूमा चाहिँ आफूलाई कुनै गीतहरू चाहिँ मजाले मनपर्ने गीतहरू हुन्छ। हजुर, मैले चाहिँ अब कतिपय गीतहरू मैले यस्तो गाएको छु, मेरो एल्बममै होस् फिल्ममै होस् अथवा बाहिर कलेक्सन एल्बमहरूको जुन गीत चाहिँ मलाई आफूलाई एकदम मनपर्छ। कतिपय सर्टेन दर्शकहरूले श्रोताहरूले पनि एकदम मन पराउनुहुन्छ, तर म स्टेजमा पर्फर्म गर्न रेगुलरली सक्दिनँ त्यो गीतहरू। कारण चाहिँ स्टेजमा गएपछि अचेल दर्शक नचाउनु पर्ने बाध्यता हुन्छ। त्यस्तै गीत मेरो पछिल्लो समय मैले मेरो 3rd सोलो एल्बम अक्षताको एउटा प्रमोसनल गीत छ, त्यो सुनाउन चाहन्छु। मायालु मुहार तिम्रो मिठो छ मिठो लाग्छ बोली, मायालु मुहार तिम्रो मिठो छ मिठो लाग्छ बोली, तिमी बिना जिउन गाह्रो, तिमी बिना जिउन गाह्रो, नजाऊ मलाई छोडी मलाई छोडी मलाई छोडी। थ्याङ्क यू। तपाईँको जीवनमा कोही छ? मेरो जीवनमा म त म्यारिड मान्छे हो, अफकोर्स छ। अनि कतिको सुनाउनुहुन्छ आफ्नो मान्छेलाई आफ्नो गीत चाहिँ? अफकोर्स सुनाउँछु। झन् अब मैले पछिल्लो भनिन्छ नि बाहिर जति धेरै प्रशंसा नि घर चाहिँ जहिले पनि सुधार होस् भनेर चाहिँ कमेन्टहरू नेगेटिभ कमेन्ट्सहरू पनि आइरहेको हुन्छ अरे होइन? कतिको हुन्छ तपाईँको त्यो घरमा चाहिँ? मेरो लागि हजुर तपाईँको र लाइक सुनाउँदाखेरि कस्तो पाउनुहुन्छ फिडब्याक? बाहिर त सबैले राम्रो भन्नुहुन्छ, आफ्नै घरबाट चाहिँ कस्तो के पाउनुहुन्छ? एकदम तपाईँले जेन्युन कमेन्ट पाउने भनेको, जेन्युन कम्प्लिमेन्ट पाउने भनेको चाहिँ आफ्नो घरमा कि चाहिँ एकदमै क्लोज साथीबाटै हो। त्यो मैले पनि घरबाट पाउँछु। अब जस्तै मैले कति गीत गाउँदाखेरि अब केहीमा चाहिँ अब कहिलेकाहीँ चाहिँ अलि लाइटली अलि बिस्तारै पनि गाइरहन्छु, यो एकदम यस्तो भयो, यो मेरो विकनेसहरू भनिदिनुहुन्छ। जस घरमा मेरो आमा पनि एकदमै म्युजिक लभर हुनुहुन्छ, मेरो वाइफ पनि एकदमै ऊ चाहिँ एकदमै आफै पनि गाउन रुचि गर्छ, प्लस जस राम्रो रिलेसन हो। त्यो हिसाबले मैले घरमा त्यो एकदमै जेन्युन कमेन्ट पाउँछु। जस्तो तपाईँलाई हुन्छ नि अब तपाईँ आफै गायक मान्छे, त्यहाँमाथि नेपाली ताराको टाइटल जितिसकेपछि देशमै पनि विभिन्न स्थानमा विदेशमा यसरी हिँडिराख्दाखेरि आफ्नो घर परिवारलाई समय दिन नभ्याएको जस्तो अथवा सम्बन्धमा केही समस्या आउला जस्तो लाग्दैन? त्यो चाहिँ अब भगवानको कृपाले मैले एकदमै अन्डरस्ट्यान्डिङ फ्यामिली पाएको छु, अन्डरस्ट्यान्डिङ वाइफ पाएको छु। उहाँहरूले एकदमै मलाई बुझिदिनुहुन्छ, मेरो प्रोफेसनलाई बुझिदिनुहुन्छ र मैले पनि सकेसम्म यदि नेपालमा भएको बेलामा चाहिँ म फ्यामिलीलाई एकदमै टाइम दिने कोसिस गर्छु र त्यो
ग्याप नहोस् भनेर म जहिले पनि अवेर हुन्छु। त्यो हिसाबले गर्दाखेरि उहाँलाई त्यो फिल हुन दिन्न म खास। तपाईँको आवाजमा मिठास छ, माधुर्यता छ। कार्यक्रममा प्रस्तुति गरिसकेपछि चाहिँ लाइन लाउने केटीहरू हुन्छन् कि हुँदैनन्? पछि आएर प्रेम प्रस्ताव गर्ने, कतिलाई थाहा नहोला तपाईँको पारिवारिक जीवनको बारेमा, कतिलाई तपाईँलाई पारिवारिक जीवनमै भए पनि होइन तपाईँको आवाजको त्यो मिठासले लोभ्याउँछ नि, त्यस्तो कतिको हुन्छ? हुन्छ, तर अब मन सम्हाल्नु पर्छ। मन होइन होइन, उहाँहरूले पनि अब त्यो अब हुन्छ नि, म तिम्रो वाइफै बन्नलाई, गर्लफ्रेन्ड बन्नलाई नै मैले तिमीलाई मन पराएको हो भन्नेहरू अहिले अलिक कम हुनुभएको छ। किनभने उहाँहरूले मेरो रियालिटी अब जस्तै मलाई मन पराएपछि उहाँहरूले मेरो बारेमा बुझ्न पनि कोसिस गर्नुहुन्छ होइन। त्यो हिसाबले गर्दा धेरैलाई थाहा भइसक्यो, त्यही भएर उहाँहरू फ्यानमै मात्रै सीमित हुनुहुन्छ। बरु पछिल्लो समयमा चाहिँ मसँग दिदी बहिनी बन्न आउनेहरू धेरै हुनुहुन्छ। मैले हालसालै एडलेडमा पनि एउटा बहिनी पाएँ, एउटा बहिनी बन्छु दा म हजुरको भने म चाहिँ एकदमै खुसी लाग्छ झन् त्यो कुराहरूले चाहिँ, दिदी बहिनी पाउँदाखेरि होइन। अब यो भयो तपाईँको आफ्नो कलाले बनाएको स्टारडम, हजुर एउटा क्षेत्र, योबाट पर बसौँ हजुर एउटा कलाकारको हिसाबले, हजुर अझ भन्नुपर्दा स्ट्रगलिङ गरेर अगाडि बढेको कलाकारको हिसाबले कस्तो छ नेपालमा कलाकारिताको हिसाब? म त एकदमै फ्याक्ट बोल्ने मान्छे हो हेर्नुहोस् है। अब अहिले नै भन्नुपर्दा कलाकारको लागि अब अहिले इभन इस्टाब्लिस्ड कलाकारको लागि पनि कलाकारिता मात्रै गरेर बाँच्छु भन्दाखेरि केही हदसम्म गाह्रै छ खास नेपालमा अहिले। किनभने सर्टेन आर्टिस्ट हुनुहुन्छ जो चाहिँ रेगुलर बेसिसमा अपलोड टुर गरिराख्नुहुन्छ अथवा नेपालमा पनि रेगुलर त्यो प्रोग्रामहरू गरिराख्नुहुन्छ र रेकर्डिङहरू गरिराख्नुहुन्छ। त्यो बाहेककोलाई चाहिँ जो चाहिँ एकफेर कुनै समयमा वात्त माथि जाने अनि एक दुईवटा हिट भइसकेपछि अब के गर्ने त भनेर फेरि अर्को हिट दिन नसक्नेहरूलाई प्लस अब न्यू कमरहरूलाई चाहिँ अलिक गाह्रै छ खास अहिले। अलि गाह्रो छ कि धेरै गाह्रो छ? धेरैजनाको यो आइरा हुन्छ नि। हजुर हजुर, मैले भन्दाखेरि चाहिँ अब धेरै गाह्रो, अलि जस गाह्रो छ भनौँ न। तपाईँकैबाट एनालाइसिस गर्नु, तपाईँको यहाँसम्म आइपुग्दा आज अस्ट्रेलियामा तपाईँ र म यसरी बसेर कुरा गरिन्जेलसम्म यति लामो लगभग 1 दशकको यो समय छ नि, हजुर हजुर, यो समय कस्तो रह्यो? समीक्षा गरिदिनुहोस् न, कसरी समीक्षा गर्नुहुन्छ? मेरो चाहिँ अप्स एन्ड डाउन एकदमै भयो यो बिचमा। तपाईँको हुन्छ नि, मैले एकदमै नराम्रो फिल गरेको क्षणहरू पनि छ, एकदमै राम्रो फिल गरेको क्षणहरू पनि छ यो बिचमा चाहिँ। नेपाली तारा भइसकेपछि मेरो एक्सपेक्टेसन र सम्पूर्ण त्यहाँ पार्टिसिपेट गर्न आउनेहरूको एक्सपेक्टेसन के हुन्छ भने नेपाली तारा जितेपछि त अब मलाई कसले छुन्छ होइन, म त अब रातारात स्टार भएँ, मलाई अब मेरो हुन्छ नि वरिपरि फ्यानहरू हुन्छ अथवा मेरो सिक्युरिटी होला अरे, अब बिल्डिङ होला, मेरो एकदम लग्जरियस कार होला, त्यो सोचहरू हुन्छ। म एकदम नेपालमा बस्ने फुर्सदै नहोला भन्ने त्यो सोच हुन्छ। तर सोचभन्दा अलिकति डिफ्रेन्ट छ त्यो भइसकेपछि। अब मैले आफैले फिल गरेको कुरा चाहिँ म सर्टेन टुर्स गएँ नेपाल तारा भइसकेपछि, तर त्यो पछि के गर्ने भन्दाखेरि रियल स्ट्रगल चाहिँ त्यो पछि सुरु हुन्छ। यो रियालिटी सोजहरूको विनरहरूको त्यो हिसाबमा मेरो पनि भयो त्यो। मैले नेपाली तारा जितिसकेपछि एल्बम निकाल्नलाई नै 3 वर्षको ग्याप वेट गर्नु पर्यो। विभिन्न टेक्निकल कुराहरू थियो त्यो बेलामा। नेपालमा हामी जलस्रोतको धनी देश भएर पनि लोड सेडिङको पनि धनी देश छौँ। लोड सेडिङ पनि त्यत्तिकै मारमा परेको थियो त्यो बेलामा। त्यो विभिन्न टेक्निकल कुराहरूले गर्दाखेरि 3 वर्ष लामो ग्यापमा मैले बल्ल मेरो फर्स्ट एल्बम निकाल्न पाएँ। त्यो बिचको समय कसरी गुज्रियो त्यो तपाईँ आफू पनि सोध्न सक्नुहुन्छ। किनभने हरेक दिन बिहान उठेर म बाहिर निस्केँ भने एल्बम कहिले आउँछ, नेपाल तारा जितेर त के गरिस्, खै इन्डियन आइडल जित्नेले यो गर्यो त्यो गर्यो भनेर सोध्नेहरूको जहिले पनि लड्को हुन्थ्यो। फेरि त्यो बेलामा कस्तो भएको थियो भने इन्डियन आइडल पनि हाम्रो नेपाली मुलकै प्रशान्त तामाङले जित्नु भएको थियो। त्यो हिसाबले प्रशान्त तामाङलाई हुन त नेपाली समुदायले नै धेरै माथि पुर्याउनु भयो, तर पनि उसको जो चर्चा देखिन्थ्यो त्यो हिसाबले गर्दाखेरि धेरैले सोध्नुहुन्थ्यो। त्यो क्वेसनले सधैँ बिजाइरह्यो, 3 वर्षसम्म बिजाइरह्यो। त्यो पछि जब एल्बम निस्क्यो त्यो पछि चाहिँ त्यो स्ट्रगलिङ फेज अलिकति कम भयो र मैले आफूलाई म्युजिक इन्डस्ट्रीमा अलि राम्रोसँग अझै चिनाउने अवसर पाएँ। तर अझै पनि सङ्घर्ष गर्दैछु। म गाउन सक्छु, आम क्यापेबल, त्यही भएर मात्रै नेपाल ताराको उपाधि जित्या हो है भनेर भन्नको लागि चाहिँ अझै पनि आम स्टिल स्ट्रगलिङ। र तर धेरैले अहिले चाहिँ विश्वास गर्नुहुन्छ। त्यही भएर म एज अ रेकर्डिङ आर्टिस्ट पनि जस्ट बिजी नै छु। त्यसले गर्दाखेरि पहिलाको तुलनामा अलिक कम भएको छ, तर त्यो बिचको फेजमा स्ट्रगल। आजकल चाहिँ के प्रोजेक्टमा बिजी हुनुहुन्छ? आजकल मैले मेरो 3rd सोलो एल्बम लिएर आएको पनि धेरै भएको छैन, खास 7-8 महिना मात्र भयो। त्यो बिचमा धेरै कलेक्सन एल्बमहरू मुभिजमा पनि गाइरहेको छु। प्लस अब चाहिँ अब मैले अघि नै पनि भने सुरुमै
अचल स्टेजमा उक्लिनु भनेको गीत सुनाउनलाई होइन, मान्छे नचाउनलाई उक्लिनुपर्छ। सो नचाउने गीतहरूको तयारी गर्दैछु। अहिलेको क्रममा एउटा गीत सुनाउ न त्यस्तै मजाको। ओके, हुन त म स्टेजमा पनि गाउँछु, तर अहिलेको लागि तपाईँहरूको अगाडि नै रिभिल गरिदिउँ। यो मैले एउटा एकदमै समय सापेक्ष शब्द भएको गीतको तयारी गरिरहेको छु। यो चाहिँ यसमा चाहिँ नाच्न पनि मिल्छ। हरिलम सालले कम्पोज गर्नुभएको छ, मनिष थापाको शब्द हो यो। नेपालमा रेल आउने कुराको एकदम चर्चा चलिरहेको छ, त्यससँग सम्बन्धित एउटा गीत बनाएको छ अहिले। नेपालै मानिलै रेल आउने कुरा कहिले होला नि नारायण सपना पुरा, कान्छीलाई घुमौला भन्ने थियो धोको, मेचीदेखि महाकाली रेलमै सररा, ए मेचीदेखि महाकाली रेलमै सररा। यस गीत गाउँदैछ। तपाईँले रेलको कुरा पनि जुन्नुभयो, देशको परिस्थितिको कुरा पनि जान्नुभयो। देशको कुन कुन के परिस्थितिले गर्दाखेरि नेपालमा कलाकारलाई चाहिँ प्रभाव पारिरहेको छ तपाईँको विचारमा र तपाईँको आफ्नै व्यक्तिगत हिसाबमा पनि? हुन त अब नेपालको कुन कुन र के भन्नुभन्दा पनि नेपालको सिस्टमले नै कलाकारलाई मात्र होइन, सम्पूर्ण नेपाललाई नै अहिले फरक पारिरहेछ। सामान्य जनजीवन हुन्छ नि, सामान्य जीवन बिताउनलाई नै पनि, सामान्य दैनिकीलाई नै पनि। त्यसमा पनि अझ कलाकारले भोग्नुपर्ने शास्तिहरू के छन् भने, एक त हामीसँग हुन्छ नि, जुन बाहिरतिर नेपालको सेलिब्रिटीलाई हलिउड बलिउड सेलिब्रिटीसँग कम्पेरिजन गरिन्छ र हामीलाई उहाँहरूले भेट्दा जस्तो पाउनुहुन्छ त्यो लेभलको लाइफस्टाइल बाँच्ने वातावरण छैन, त्यो किसिमको हुन्छ नि हामीलाई रिटर्न छैन फर्स्टमा। सेकेन्डमा चाहिँ अब त्यही हो, अब अहिले डिजिटल मार्केट भनेको छ अनि टेक्नोलोजीले यति सजिलो पारिदिएछ, जोसँग पैसा छ त्यो इजिली कलाकार बन्न सक्छ। त्यही भएर कलाकारको भिड पुरा एकदम ठेलमठेल छ। जो पनि कलाकार अलि 5 तलले घरमा बसेर केही फाल्यो भने लाग्ने चाहिँ कलाकारलाई पनि लाग्न सक्छ, त्यस्तो सिचुएसन छ। त्यो हिसाबले गर्दाखेरि कलाकारको ठेलमठेल आफ्नो ठाउँमा छ अनि जो पनि कलाकार बन्न सक्छ अहिले टेक्नोलोजीले गर्दा। अर्को कुरा चाहिँ अब यो डिजिटल मार्केटले गरेर फिजिकल मार्केट जेरो, हामीले सिडी क्यासेट बेचेर केही पाउँछौँ भन्ने चान्सै छैन अहिले, र डिजिटल मार्केट पनि ट्रान्सपरेन्ट छैन। हाम्रो गीत कतिजनाले सुन्नुभयो, कतिजनाले डाउनलोड गर्नुभयो, हुन्छ नि यो डिजिटल मार्केटबाट पनि बेच्न मिल्छ नि त। जस्तो आइट्युन्स छ, साउन्ड क्लाउड छ, युट्युब छ, त्योबाट हाम्रो गीत कति बिक्री भयो, हामीले पाउने कति, त्यो पनि ट्रान्सपरेन्ट छैन। धेरै कुराहरू छ कलाकारहरूलाई हुन्छ नि मर्का पर्ने खालको। भनेपछि त्यसलाई अझै सुधार गर्न आवश्यक छ होइन? पक्कै पनि। तपाईँ आफ्नो जीवनमा सबैभन्दा खुसी भएको क्षण चाहिँ कहिले? अहिलेसम्म त नेपाली तारा भएको क्षण नै हो। अनि जीवनमा सबैभन्दा दुःखी भएको क्षण? दुःखी म चाहिँ अहिलेसम्म एकदम, हुन त यस्तो मान्छेको जीवनमा सुखभन्दा धेरै दुःखको काउन्ट हुन्छ, किन सुख आयो बिर्सिन्छ अनि दुःख नै बढी काउन्ट हुन्छ। र दुःख प्रत्येक समयमै प्रत्येक क्षण नै हामी कहिले दुःखी भइदिरहेको हुन्छौँ एकदमै। सबै धेरै यो क्षण चाहिँ यस्तो समय मेरो जीवनमा कहिले पनि फर्काउन नआओस् भन्ने खालको हुन्छ नि? त्यस्तै नै त छैन खास अहिलेसम्म नै होइन। अब त्यो नेपाली तारा 1 मा एलिमिनेट हुँदाखेरि एकदमै दुःखी भएको थिएँ म फर्स्ट टाइम चाहिँ। त्यो पछि अब एकदमै गम्भीर दुःख चाहिँ अहिलेसम्म भएको छैन, अब भगवानको कानमा नपरोस्। अहिलेको क्रममा तपाईँले रिसेन्टली गरिरहेको कुनै पनि एउटा मुभीको गीत सुन्नमा लागिरहेको छ, कुनै गीत सुनाउन सक्नुहुन्छ? हुन त मैले अस्ट्रेलिया आउनु अगाडि 3टा मुभीको गीत गाएँ, तर झट्टै सम्झिनु पर्दा चाहिँ अहिले त्यो, किनभने रिकर्डिङ एकदम नयाँ गीतहरू सम्झिन गाह्रो हुन्छ कि खास। त्योभन्दा बरु मेरो लेटेस्ट रिलिज भएको मुभीको गीत चाहिँ सुनाउन चाहन्छु। त्यो चाहिँ मैले मेरो स्वरमा रिलिज भएको चाहिँ प्रेम गीत भन्ने मुभीको गीत हो, त्यो सुनाउन चाहन्छु। मैले सोचेको जस्तै, मैले खोजेको जस्तै तिमीमा नै बस्दैछ यो मन। मैले सोचेको जस्तै, मैले खोजेको जस्तै तिमीमा नै बस्दैछ यो मन। मुटु मुटु साट्न पाए सँगै जुनी काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन। हो हो हो
पनि तपाईँको आवाजमा त्यो मिठास अनि माधुर्यता छ र यो आवाजलाई युग युगसम्म सुन्न पाइयोस् हाम्रो पनि शुभकामना छ। अब पनि हामी कार्यक्रमको निकै अन्तिम क्रममा छौँ। अन्तिममा अस्ट्रेलिया मात्र नभइकन विश्वभरि बस्नुभएका र तपाईँलाई मन पराउने, तपाईँको आवाजलाई मन पराउने तमाम दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ अन्तिममा? फर्स्ट अफ अल यो एकदमै सुमधुर वार्ताको लागि मदनजी लगायत लाहुरी टिभीसँग रिलेटेड सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद। र अब अस्ट्रेलिया लगायत सम्पूर्ण विश्वभरि छरेर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मैले अस्ट्रेलिया छिरेदेखि नै यो रिक्वेस्ट गर्दै आइरहेको छु। यो कतिको हुन्छ नि सही गलत के हो थाहा छ मलाई अस्ट्रेलिया छिरेदेखि एउटै पीडा भइरहेछ मनमा। हामी देशबाट यति टाढा भएर पनि नेपालीहरू नेपाली भएर भन्दा म फलानु जातको, म फलानु धर्मको, म फलानु पार्टीको, म फलानु ठाउँको भनेर बाँचिरहेको रहेछौँ। त्यो चाहिँ एकदमै दुःख लागेको कुरा हो। पहिला देश रह्यो भने हाम्रो जात, धर्म, पार्टी र ठाउँ रहन्छ। त्यही भएर पहिला नेसनालिटीलाई क्यारी गरिदिनुहोस् सबैजनाले। हामी नेपाली हौँ, नेपाली एक ढिक्का भयौँ भने अनि त्यहीँभित्र नै हुन्छ जात, धर्म, पार्टी, ठाउँ सबै नै त्यहीँभित्र बनाउन सकिन्छ। पहिला नेपालीको प्रोग्राम अथवा नेपालीले कुनै काम गर्ला भन्दाखेरि सबैजना नेपाली एकजुट भइदिने गर्नुहोस्। त्यसमा एकदमै खुसी लाग्नेछ मलाई चाहिँ। मलाई लाग्छ सबैलाई पनि त्यो राम्रो लाग्छ त्यो कुराले गर्दाखेरि। र तपाईँहरू देश बाहिर बसेर देशको विकासमा धेरै ठुलो टेवा पुर्याइराख्नु भएको छ। तपाईँहरूकै कारणले गर्दाखेरि नै देश अहिले रेमिट्यान्सले नै चलिरहेछ जस्तो लाग्छ मलाई। सो जहाँ जसरी हुनुहुन्छ देशलाई माया नमान्नुहोस्, देशको संस्कृति नबिर्सिनुहोस् र देश विकासमा आफ्नो क्षेत्रबाट सक्दो टेवा पुर्याइराख्नुहोस्। देश बाहिर भएर केही फरक पर्दैन। जस तपाईँहरूको मन देशमै छ, जहाँ हुनुहुन्छ राम्रोसँग बस्नु होला। थ्याङ्क यू सो मच। तपाईँको विचार, अभिव्यक्ति अनि यस समयको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो सन्तोष लामा, नेपाली तारा 2 का विजेता। हाल अहिले अस्ट्रेलिया भ्रमणमा रहनु भएको छ सांगीतिक यात्राको लागि र यही क्रम जोड्दै उहाँसँग यो मिठो रमाइलो अनि सांगीतिक कुराकानी, सांगीतिक बहस जोड्ने प्रयास अनि प्रयत्न गर्यौं आजको कार्यक्रम नेपाल टकको माध्यमबाट। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह अनि प्रतिक्रियाको हामी आशावादी छौं। आजको कार्यक्रम नेपाल टकबाट प्रस्तुता म मदन कोइराला अनि लाहुरी टेलिभिजन समस्त युनिटलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।